साथीहरू नमस्कार। यस भिडियोमा हामीले डिमान्ड बिल कसरी काटिन्छ भन्ने विषयमा हुनेछ। मैले सानो एकाउन्टेन्ट सम्बन्धी बुक किपिङ कसरी गर्न सकिन्छ भन्ने धेरै भिडियो बनाइसकेको छु। मेरो प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ। पहिला बुझ्नु पर्यो कि डिमान्ड बिल हो के। डिमान्ड बिल भनेको मान लिनुस् म चाहिँ स्कुलको सामग्री स्कुल सम्बन्धी सामग्री ल्याउन गएँ बिना बिलको त्यो पसलेले मलाई विश्वास नगर्न पनि सक्छ। तर यदि स्कुलबाट डिमान्ड बिल लगेर गएँ भने उसलाई विश्वास हुन्छ कि साँच्चै स्कुलले नै पठाएको छ र लेखिएको सामग्री उसले आफ्नो बिल बनाएर दिइहाल्छ स्कुललाई। पछि स्कुलले त्यो सम्पूर्ण रकमको भुक्तानी गरिदिन्छ। अब यो चाहिँ जुनसुकै संस्थाले यसरी डिमान्ड बिल अर्गनाइजेसनले दिएको हुन्छ र उनीहरूलाई विश्वास हुन्छ पसलेहरूलाई र सामग्री दिन्छन्। अब आउँछ कुरा यसलाई कसरी बनाउने गरिन्छ, कसरी काट्ने गरिन्छ। अब हेर्नुस् एउटा फर्मेट हाम्रो सामुन्ने रहेको छ। यसरी नै सम्पूर्ण संस्था, अर्गनाइजेसन, कम्पनी र फ्याक्ट्रीको आफ्नो आफ्नो डिमान्ड बिल हुन्छ। जुन तपाईँ स्क्रिनमा देखिराख्नु भएको छ यो एउटा स्कुलको हो जसको नाम हो सिस्ने एकाडेमी प्राइभेट लिमिटेड। अब यसको माग फारम भनेर एउटा चाहिँ स्लिप रहेको छ। अब हेर्नुस् यसमा पहिला मिति डेट लेख्नुपर्छ 2082 2 महिना 21 गते। अनि फेरि श्री सिस्ने एकाडेमी प्राइभेट लेखिएको छ हैन, उसको कार्यालयको नाम भयो। अब यहाँ हेर्नुस् क्रम संख्या रहेको छ, सामानको विवरण रहेको छ, परिमाण रहेको छ। अब हेर्नुस् क्रम संख्यामा 1 नम्बरमा कुन सामान मगाउनु छ, जस्तै मल्टिप्लग परिमाण कति 2 वटा र पावर केबल कतिवटा 5 वटा। यो चाहिँ ल्याब सम्बन्धी सामग्री हो, स्कुलको ल्याब सम्बन्धी सामग्री 5 वटा। यसरी होम केबल र किबोर्ड चाहिँ 2 वटा, माउस 5 वटा। अब यसरी चाहिँ एकाउन्टेन्टको तला सही हुन्छ र यहाँ प्रिन्सिपलको सही रहेको छ। यसरी चाहिँ यो प्रमाणित हुन्छ। अब यो स्लिप लाग्दा कुनै पनि पसले विश्वास गर्छ र उसले सामग्री दिएर एउटा आफ्नो बिल काट्छ र त्यो बिल मार्फत जति रकम आएको हुन्छ त्यो चाहिँ फेरि स्कुलले भुक्तानी गरिदिन्छ। यसरी चाहिँ सिम्पली हामीले जुनसुकै चाहिँ डिमान्ड बिल काट्न सक्छौँ। आजको भिडियोमा यति मात्र। यदि भिडियो इन्फर्मेटिभ लाग्यो भने भिडियोलाई सेयर गर्न नबिर्सनुहोला र मेरो अन्य भिडियो चाहिँ मेरो च्यानलको प्लेलिस्ट स्किल सिरिजमा रहेको छ, जसमा स्कुल सम्बन्धी एकाउन्टेन्ट, स्टेसनरी सम्बन्धी एकाउन्टेन्ट, कसरी राख्ने आफ्नो स्टकहरू, कसरी आफ्नो चाहिँ इन्भेन्ट्रीहरूलाई कसरी राख्ने भन्ने कुरामा, सेलरी सिट कसरी बनाउने भन्ने कुरामा सम्पूर्ण जानकारी दिएको छु।